हेलो गुड मर्निङ पिपल क्रेजी। आज फेरि पनि हामी जान लागेको छौँ बौद्ध। सो टुडे आइ एम हियर विथ अदुवा। ये अब आज अलिकति ढिलो उज्यालो भइसक्यो, त्यो पनि हामी आज बौद्ध जाँदैछौँ। अब चाहिँ हल्का धेरै भ्लग बनाउने भनेर सोचिरहेको छु, त्यही भएर आज यो खिच्दैछु म यो। ल अब यति नै भन्दै अब जाउँ त आफ्नो बाटोतिर। हामी चाहिँ यो बल एकता बस्तीदेखि बौद्धसम्म लाइन खोज्दैछौँ। कन्ट्रोल गर्ने गाह्रो भयो, कति कहाँ हुन्छ ल लामो गरे लाने यत्तिको दुःख छ आयो। र हामी यो के ठाउँ भन्छ अरे ल जस कपनबाट माथि बौद्ध जाने बाटोमा जाने गाह्रो बल्ल तल्ल ल्याएर बल पनि अब यसलाई बौद्धसम्म लाने आदि भने के र फाइनली आज पनि बौद्ध। बिहानको सुरुवात पनि बौद्धबाट हुँदैछ। यहाँको धुवा अझै यहाँबाट गीत बज्नु पर्ने क्या तर यसले पनि नराम्रै होला है। यहाँको कति पऱ्यो मर्छ थाहा छैन त्यो ओभर हिटले। अब खाएको गर्छ दिएको मान्छेहरू अब धर्म गर्न आउँछ पछि मारेर जान्छ। त्यहाँ पनि पऱ्यो जति सबै यहाँ हुन्छ स्वयं हुन्छ ठिक छ। तर हाम्रोतिर पनि पहिला हुन्थ्यो, अहिले सबै धेरै मरिसक्यो कि छैन। 3 दिन अगाडि आएको थियो होला यार, म कति हो 30 आज पनि आएको। जोसै छुट्टै छ क्या अहिले जोस आएन भने कहिले जोस आउँछ। हामी त क्रेजी। अब हामी आज कति राउन्ड हान्ने? 3 राउन्ड हान्ने। त्यो 3 राउन्ड हान्नेलाई कोर आयो के भन्छ होइन। आज हामी 3 राउन्ड हान्छौँ। अस्ति 1 राउन्ड हानेको थियौँ ढिलो भएर, आज चाहिँ 3 राउन्ड हान्छौँ। बिहान बौद्ध आयो। के खाने भयो? अङ्गुर सोधेको 400 रे अलिकति। अब 2टा सुन्तला किनेको ब्रो पछाडि खाँदैछ, म अगाडि। के किनेको खानै पऱ्यो। मिठो छ। माइक गर्नुपर्छ नि माइक यतिको जस्तो कस्तो छ बौद्ध पुगेर आएर एक्सर्साइज गरेर क्यामेराम्यानले क्यामेरा समाएर अझै कति छ के चाहियो? बडी बनाना परेगा ना भिडियो बडी ल सक्यो क्यामेराम्यान पनि देखाउनु। को बहिनीले देखाउनु क्यामेरा? बहिनी नमस्कार। कपिराइट लाग्छ अहिले। मङ्गलबार कपिराइट लाग्छ अहिले। मलाई यार कपिराइट आफै गाएर कस्तो ढिलो चल्यो क्या। नभए अझै थियो कहाँ छिटो लास्ट थाकेर बौद्धदेखि पाइडल पनि चल्दैन। ल दिउँसोको 1 बजेदेखि अहिलेको 2 कति बजिरहेछ। आज मस्त भाइहरूसँग फुटसल खेल्न आएको। बाबाले रमाइलो हो। अगाडि भ्लग गर्नु भन्ने चाहिँ चार्जै छैन, त्यही भएर भ्लगमा गरे। अब हेर्नु क्रसबार हान्छु म। क्रसबार भएन केटाहरू अब जान लाग्छ। ल लास्ट हामी त एकछिन हान्दै बस्नुपर्छ क्या है। हामी एकछिन हान्दै बस्छौँ। पानी चाहिँ चाहियो क्या। केटाहरूलाई आज कडै छ होला यार। डिस्ट्रोय हान्दा एक्लै मैले। अलिक बिग्रियो यार, अर्कै लास्ट हान्छु लु त। अनि म बस्छु त्यहाँबाट। ल त्यही हो।
अब घर गएर भेट्छु कहाँ कहाँ गइन्छ थाहा छैन आज त्यही भन्छु रमाइलो थियो दिवस आज ल म किपर बस्छु नि त हान तिमी उदित समाउन आउन फोन म किपर भन्छु एकछिन समाउन त्यो पछि हान क्या त्यो भिडियो भएर हान यता खिच्छ न उसले हान्छ क्या म रुख्छ अलि पछाडि बस ल हाने छ्या यस्तो हान्छ तोरी ए ममा हान्छ बस्दा एकचोटि मलाई अघि अहिले कस्तो अघि आएर गरेर छु एक हान्छु क्या ल छ्या ए गोल हान्छ ल म हान्छु ल रोनाल्डो तिमी बस्छ किपर अब छ तिमी छोडिदेऊ के आज फुटसल खेलियो फ्रीमा क्या कसरी भन्नु होला होइन हाम्रो एउटा साथीको भाइ यहाँ पढ्दो रहेछ 10 पास गरेर रहेछ उसको ड्याडी टिचर रहेछ त्यहाँदेखि फ्रीमा खेल्न पायो स्कुल चाहिँ एसियन पेसिफिक रहेछ होइन फुटसल पनि भित्रै छ त्यहाँ खेलेको हामीले जस रमाइलो भयो धेरै पछि रमाइलो जस फुटसल चाहिँ खेल्नुपर्छ अरू बेला चाहिँ दाहरूसँग जान्थ्यो आज यसो भाइहरूसँग त्यो हो हजुरले चाहिँ कुन गेम खेल्नुहुन्छ क्या त्यो भनिदिनु पऱ्यो क्या मलाई चाहिँ फुटबल मनपर्छ त्यो मेरो भिडियो त्यस्तै खिच्दैछ होला यहाँ यिनीहरू हाँस्दा मलाई पागल बनाइसक्यो पागलै बनाउनु लागिसक्यो हाँसो चाहिँ कडा तिमीलाई देखाऊ देखाऊ कि नदेखाऊ भन्नुहोस् तपाईँ अब खोइ त मासु हाल्ने भन्नु खोइ मासु हालौँ न मासु आज होइन खाऊँ न अलिकति कस्तो भएर रहेछ कि चाँडामा यहाँ सरले भनेको ओ प्रजिनले कल हान्ने त के हो आज प्रजिनले कल हान्दैछ त के हो यहाँ म उठाउँदिनँ किन उठाउनु मिठो रहेछ आज नि अजितको आएको छु ग्यास सकाएर ग्यास गनायो भन्छ पारेर डुङडुङ पारेर गनायो अदाले यस्तो हँसाउँछ कि अदाले कति कराउँछ नानी धेरै नकराउ त्यो ढोका अड्काएर हाल्छु त्यसमा फाल्यो अरे कस्तो चिच्चाको कामै छैन यो अझैको यस्तो लात्ताले टाउकोमा दिन्छु मैले गर्दा यहाँ धेरै लाग्छ पाछास अन्त कस्तो परेको हेर्दा नि त्यस्तै देख्दैछ खोप्लाले बताउँछ आज फर्स्ट टाइम मासु पकाएको रे यो यहाँ आज फर्स्ट टाइम मासु बनाएर यहाँ सबलाई सुनाउँदै हिँड्दा भन्दैन भन्दै अघि एक्सप्रेसनमा भन्दैन आज के बना आज के होला भन्दैन भन्दा आज भुजिया मात्र बनाउँछ हो त आलु भुजिया मात्र बनाउँछ जिन्दगीमा पहिलोचोटि होला मासु पकाएको करी पनि बनाउँछु मैले अन्डा करी मैले कौली अचार पनि यहाँ होटेल म्यानेजमेन्टको उसले भन्दैछ प्र्याक्टिकल गर्ने मान्छे मैले सोयाबिनको तरकारी बनाउँछु ल प्लिज रेसिपी भन्नुहोस् त काली र आलुको तरकारी ल के इन्ग्रिडियन्ट हाल्छ भन्नुहोस् त तेल मेथी प्याज कौली हाल्छ इङ्ग्लिसमा प्लिज त्यसपछि कौली गर्नु पर्यो इङ्ग्लिसमा प्लिज प्लिज म नेपाली हो अनि त्यसपछि आलु काट्ने अनि त्यसपछि ट्याग लगाएर आलु इङ्ग्लिसमा मेथीहरूलाई के भन्छ फिङ्ग्रे त्यो कसले याद राख्छ अब होटल म्यानेजमेन्ट त पढायो हामीले पढेन दुईटा नमुनाले बोजु खत्तम छ नि दुईटा हैन कमा छ एन्जल कि मरेंगे आज यहाँ हँसाउँछ यार ऊ आएपछि अफसर आएपछि यहाँ हँसाको हँसा गर्छ खै हेलो न हेलो भन्नु तिम्रो साथीलाई हेलो अर्को नमुना नि हेलो भन्छन् हेलो दुईटा छसिस हामी
धेरै हाँस्दैन है आफू पनि सोच्नु थियो बोजू हाई भन्नु न हाई भन्नु न ओइ बोजूको भ्लगको स्न्याप पनि छ नि मसँग बस बस छाला त छ होला छाला ओइ छाडा भएको मासु खाए अदा भन न भन ओइ अदा भन न भने ए खाँदैन मासु चाहिँ कस्तो रहेछ कि देखाउँदै आफू जस्तै बनाएको छ यहाँ मासु देखाउँदा मासु मासु चाहिँ चार मासु हेर यहाँ चलाउने भाँडो हेर कति सानो कोरै अझै भन्दैन मान्छे कम भएपछि सानै बनाउने हो कि त्यो ठुलो बनाएर काम छैन ठुलो नभएको छैन यो भाँडो चलाउने भाँडो कति हाँस्दा पागल बनाउनु भयो आज भाँडा हेर कस्तो गन्दा छ हेर भाँडा त्यहाँदेखि आज अप्सराले मात दिनु पर्यो क्या बेइज्जत गरिदिन्छु यो बेइज्जत गरिदिन्छु ओ माय गॉड आज अझ मासु हाल्नु हेर्नु बोजू कसरी भन्छ यति खाने भने भने कुट्नु न 10 चोटि मासु ल्याउ भन्छ कि तपाईँले कुट्न मिल्छ कि हजुर त एक थप्पड चाटा मार्दिन न साँच्ची हो कसम बिले ढाट्टे होइन नि अप्सराले तन्ने कन्टेन्ट दिने रहेछ यार मासु त्यसरी सर्भ मासु सर्भ आयो ल हाम्रो मासु काम ओइ फेरि लिएर आऊ न once more ओ अझ फेरि सर्भ please सर्भ गरेर त अझै ट्रे चाहिँ थाल बनाऊ न ट्रे चाहिँ थाल बनाऊ र हामी त्यो होटेल म्यानेजमेन्टले सिकाउँछ ल भयो ल लिएर ओ वेटर मासु ल्याऊ मासु हजुरको आउनु भएको छ चार पिस मासु ओ चम्चा ल्याउ न यार हाम्रो ओ चम्चा खै चम्चा भने गुरुङहरुको स्पेशल चम्चा गुरुङ घरको स्पेशल भन्दा अधिक मान्छे स्पेशल छ यहाँ अप्सराले त टन्नै कन्टेन्ट दिने रहेछ त यार ओइ उखु कहाँबाट ल्याएको हो सोध त उकुलाई सोध मेरो गाउँबाट हो उकुलाई सोध नि काँडा भने कहाँ हो साथी लोकल बन्दीपुर थाहा छैन मलाई इट्स अ स्पेशल प्लेस कल्ड बन्दीपुर सुनेको कि छैन बन्दीपुर जाउँला इङ्ग्लिस पुग्यो यसमा थाहा थिएन ओइ यस्तो आउँदैन क्या नि त त्यो त्यो के इन्ग्रिडियन्टको नाम थाहा थिएन के मिसमा खै हाल न मेरो भ्लगमा उ गर्छु ल ओइ ल तिमी उसको भ्लगमा आऊ ल जाऊ साथी तिमी यसमा के भन्दैछ ठिक छ ठिक छ ल ठिक छ ल ठिक छ कति वर्ष हो यिनीहरू चिल हो क्या कति वर्ष हो कति वर्ष हो 20 कति ठुलो 20 छ नि म 19 अहिले 20 मा 20 राज त सही आइसक्यो त स्विट 20 भन न लड्की ओए तिमीसँग क्लासको हो कति ठुलो देखायो कति ठुलो देखेको कसै ओ भाइ हैन हामी सबै सानै छौं भर्खरै 18 है के 17 हो ए सोरा पुराइदेऊ न म तेरा स्विट 13 स्विट 13 वर्ष हो हो ए मासु त आरा धस्काएको भिडियो बनाएछु मासु त बना रहेछ त अदले अदा ओ अदा मासु त मिठै छ त ओइ के हालेको मासुमा प्लिज टेल मी सुरुमा अदा लसुन उसको नामै अदा भएपछि अब अदा तेल र मेथी हल्का कालो ब्राउन हुन्छ तर कालो हल्का भएपछि प्याज हाल्ने प्लसलाई ब्राउन हुन्छ ब्राउनहरु हुन्छ इन्टरभ्यू चल्दैछ है हल्का गिलो हुन थालेपछि खै कुक अझ मलाई मासुलाई अझ मलाई चुरा त्यसलाई के भन्छ थाहा सते गर्ने भन्छ सते गर्ने भन्छ त्यो के अरे चलाउने भन्दैन ल अब तिम्रो म्यानेजमेन्ट भाषामा हामी नेपाली हो म सिकाउँछु नि त सिक नि त सते गर्ने भनेर कहिले चाहिँ भन्छ होला सते भन त मैले तिम्रो घरमा सते भन्छ स्वाते भनेको चाहिँ के हो चलाउनेलाई भन्छ होइन मतलब त्यो के अरे जिन्जर गार्लिक अनि त्यसपछि अनियन हालेर पछि सते गर्ने एकछिन त्यो चलाउनलाई सते हो ल्यास पुगेछ म पहिला हेलो व्हाइट येलो व्हाइट चुरा छ नि कति बेला आएर मारे
पानी भिडियो गरिरहेको छु उसले त हँसाएको गर्नु हुन्छ भिडियो भर्या भिडियो अफै गर्नु मलाई नै कतिखेर के भन्छ लास्टै हुन्छ अनि त्यसपछि मासु हालेपछि मासु चलाउने अनि हल्का चलाएपछि त्यसपछि तिमीले हाल्ने पेस्ट के को पेस्ट अदुवा लसुन नुन अनि खुर्सानी नुनको नि पेस्ट हुन्छ अदुवा लसुनमा तिमी अदुवा लसुनमा त पिस्छ नुन हालेपछि सिजनिङ भन्छ आमामा होइन ओए बेसारलाई के भन्छ ओए मलाई थाहा छैन बेसारलाई अँ। के भन्छ हल्दी तिम्रो हिन्दी ओए के भन्छ टर्मिक त्यो के मैले भनेन अझ सँगै भनेन टर्मिक भनेर अझ सिकाउँछ अजित यार तिमी यार आइएस पढाए मान्छे के हो हजुर बेदत हुन्छ हजुर हजुर अब भन अनि त्यसपछि त्यसपछि अनि के त्यसपछि कुर्ने मसला लो पाक्यो ग्यासै न ग्यास नपाकिकन ग्यास हुन्छ भनेको आयो। अनि सुरुमा के त कोला हँसाउँछ यार। बनायो कि के पत्ता यार कोला पनि हाल्यो मिलिहाल्यो ऊ कडा रहेछ सर मिठो मिठो अघि हेर्नु पर्छ नि के अरे एकदम मिठो छ खुर्सानी एकदम मिठो छ है अरू केही मसला हालेन मसला अँ। अहिले भने त मसला के मसला हाम्रो घरको स्पेसल छ कि एउटा के स्पेसल मसला छ के मसला त्यसमा के याद गरेको हुन्छ त्यसमा दुई तिन थरी मिक्सर पिनेको हुन्छ दुईबाट ल्याएको हुन्छ हामी के भन्नुहोस् त लास्टमा तर तेल मात्रै भए आयो आजकल धेरै मासु खाइरह्यो घरमा पनि मासु आज सोल्टीले फर्स्ट टाइम मासु बनाऊ धनिया 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 नभए के होला आलु धनिया धनियालाई इङ्ग्लिसमा के भन्छ होला कोरिएन्डर धनियाको त्यो दानालाई चाहिँ कोरिएन्डर सिड भन्छ अनि त्यसपछि पत्तालाई चाहिँ कोरिएन्डर लिफ भन्छ यु नो चाइप्स तिमीलाई थाहा होला के हो त्यो के अरे लसुन अरे प्याज जस्तो छ्यापी हुन्छ नि छ्यापी थाहा हाम्रो इलामतिर चाहिँ छ्यापी भन्छ त्यसलाई मैले प्याज सुनेको जस्तो सानो सानो हुन्छ अनि बास्ना चाहिँ सेम प्याजको जस्तै आउँछ पत्ता नि प्याजको जस्तै हुन्छ अनि तर भित्र चाहिँ त्यो लसुनको जस्तै जस्तै दाना सानो सानो हुन्छ साँच्ची प्ले हुँदैन यो टिकटकमा होइन युट्युबमा ल सोल्टीले आमा स्टाइल ग यो चाहिँ कता जानुभयो भन्ला होइन यो चाहिँ अब पैसा साट्न गएको हो हाम्रो कति भएको थियो भन्दाखेरि 75 भएको थियो 75 अनि हामीसँग 100 रुपियाँ थियो अब छुट्टा त छैन छुट्टा त गर्नु पऱ्यो नि भनेर त्यो त्यहाँ गएको छ अनि यो ठाउँ चाहिँ चिन्नुभयो होला अहिले चुनिखेलमा आएको छौँ यो भ्लग चाहिँ यस्तो भइरहेको छ कि मेरो एक दिन यहाँको भयो अनि 2 दिन पछिको भ्लग कन्टिन्यू भइरहेछ क्या त्यो अब केही छैन हाल्ने खालको त्यसैले हल्का भए पनि हाल्दैछु अहिले पहिला जस्तो त होइन नि कहाँ टाढा जानुपर्छ टाढा गयो भने मात्रै भ्लग गर्थेँ अहिले त यतै नजिकको हाल्दा हुन्छु अनि टिकटकमा चाहिँ मेन फोकस भइरहेछ होइन टिकटकमा चाहिँ हालि नै रहेको हुन्छु म त्यही हो अब के हुन्छ हेर्दै जाउँला भ्लगमा नि भ्लग हाल्दै जाने हो अब हेर्दै जानु न तपाईँहरू त्यही हो त्यो मलाई कति आउँछ यार त्यहाँ मन्दिर गएको छ अब आउँछ होला अब अहिले बेलुकाको 5:30 हामी आज अहिले पार्कमा आछौँ है एक्सर्साइज गर्नु एक्सर्साइज त के गरेन हल्का डिप्सिस भयो त्यहाँबाट कडा गीत बजिरहेको क्या अलिक ठुलो गर्दा भयो त्यही कारण आएको त्यो दोरी चल्दा हाँस्छ क्या ओ बाम अब आज खासै के भएन आज जस चुनिखेल गयो त्यो भ्लगमा देखिहाल्नुहुन्छ चुनिखेलमा गएर यताउता गऱ्यो रमाइलो भयो कलेज गइयो अहिले अब यता छ हामी 3 जना क्यामेराम्यान अजित छ अनि होइन 4 जना हो यहाँ एकजना पनि छ कडाको छ भ्लगमा देखाइदिउँ नि खतरको छ हुन्छ प्रोफेसनल पार्कमा आउनुको मजा त मलाई भ्याइदिन्छ होला है भ्याइहाल्छ तिमी जस्तो हुन्छ तिमी जस्तो छ अरे त भागा त
ल आज मेरो अर्को स्किल देखाउन जाँदैछु तपाईँहरू थाहा छ अग्लो भए पनि म हानिदिन्छु भिडियोमा चाहिँ पाक्कै गयो चाहिँ धेरै पछि 6 वर्षपछि धेरै पछि त्यही हो यो भ्लगमा चाहिँ अब यति नै थियो आजको लागि यति नै खोइ उल्टी सबै हालिन्छ के भन्न चाहन्न अरू थ्याङ्क यू फर वाचिङ उल्टी सबै हालिन्छ ओ हिरो मुला आउने आउँछ त्यो तपाईँ नचल्ने